भाउजू नमस्ते नमस्ते तपाईँ पनि आउनुभएको ए लु बसौँ बसौँ अनि सफा त छ नि लुगा भर्खर गोबर सुगर आउनुभएको जस्तो छ यहाँ फेरि यस्तो सफा छ फेरि मैले पो हुने हो कि हुन्छ हुन्छ भुइँमै बस्नु क्या बरु यो फोहोर गर्छु सोफा फेरि सफा गर्न सकिँदैन किन महँगो पर्छ अनि महँगो पर्दैन त नि अनि के छ त ज्वाइँ राजाको के छ त ए ज्वाइँ राजाको त कुरै नगर्नु बिजनेसम्यान यहाँ छोडिदिनु भयो गाडीमा ल्याएर अनि म आएको कस्तो यहाँ आइसिएन अलिकति मलाई कस्तो हेर्न मन लागेको थियो एकछिन फुर्सद हुँदैन भाउजू अब फेरि लिएर आउँछु नि ज्वाइँलाई बिजनेसम्यान के गर्नु फुर्सदै हुँदैन अनि के छ त ज्वाइँको चाहिँ के गर्छ नि त ती चाहिँ अनि घरमा बाख्रा पालेको छ 12-13वटा भैँसी पालेको छ त्यही यताउति गर्नुपर्छ के गर्नु त राम्रो उहाँ काठमाडौँमा घर भएको गाडी भएको केटालाई दिन आँटेको त्यही गाई पाल्ने बाख्रा पाल्ने गोबर सोहोर मन पर्यो त तपाईँलाई कतै नभएर दुःख पाउँदैलाई त्यहीसित चाहिँ जानु पर्यो त अब के गर्नु त आफ्नो भाग्य हामीले दिएको कति राम्रो ज्वाइँ राजा परिसिया छ त्यही भएर मागी बिहे गर्नुपर्छ भनेको क्या भाउजू मलाई एकदम ठिक छ अब ठिक मान्नै पर्यो नि अब के गर्नु त आफ्नो भाग्यले भेटेको त्यस्तै अब के गर्नु सकिन्छ र हामीले त अब यस्तो देख्दा पनि कस्तो घिनलाग्दी भएर हिँड्नु भएको पनि अलि राम्रो वाइफाई गर्नु नि सधैँभरि आउँदा पनि फलानी मन लाग्यो भन भने लाजेको पसार क्या देख्दा पनि कस्तो लुङ्ग्री र झुङ्ग्री भएर आउनुहुन्छ सधैँभरि अलि राम्रो वाइफाई गर्नु अलिक गतिलो हुनु आउँदा पनि अलिक हुन त त्यस्तै गोबर सोहोरलाई सँग बिहे गरेको मान्छेको के कति भाउजू हेर्नु त हजुरलाई मैले गिफ्ट ल्याइदिएको छु सुनको पनि ल्याइदिन्छ अनि भाउजूलाई मैले कति माया गरेँ हेर्नु त ओहो यो यस्तो अहिले ओइ अनि तैँले चाहिँ के ल्याइदिस् त भाउजूलाई ओहो हेरिसो त कति राम्रो देखियो बहिनीले कति राम्रो बहिनीले घरमै बनाएको गुन्द्रुक गुन्द्रुक अनि यो सिन्की ल्याइदिएको छु भाउजू सिन्की अनि यो चाहिँ मसला ए ल ल ठिकै छ अब के गर्नु ल्याइजानु उता किचनतिर लगेर राखिदिँदा जानु त गुन्द्रुक ल्याइदिन्छ ल ल किचनतिर गोबरै बनायो गुन्द्रुक पनि बनाएको छ क्या छ चाहिँ के बित्ति गरी